साथीहरु नमस्कार, जय मसी। आज म चाहिँ फेरि पनि यो भातमा डल्ला खाने विचार गर्छु। म कोदोको पिठोको डल्लै चाहिँ कोदोको पिठो मुछिराखेको यसलाई चाहिँ म भातमा मिलाएर खाने विचार गरेको छु। चाहिँ डल्ला भन्नु कि लम्चे भन्नु, आमाले चाहिँ यसलाई कोदोको अलम भन्नुहुन्थ्यो के अरे सानोमा। अनि आमाले खुब पकाइदिनु त हामीलाई चाहिँ मन नपर्ने, अहिले चाहिँ खान कस्तो मनपर्छ। अनि आमाले चाहिँ खाना पाकिसकेपछि माथिबाट लाग्नुहुन्थ्यो, म चाहिँ खान नपाकिकन आउँदैछु। हेर्नु यस्तो भयो। अनि सानो भाँडा भएकोले डर छ ल भनेर म चाहिँ चलाउँदैछु। यो पनि मेरो पहिलोचोटि नै हो है, पहिला खाना उम्लिँदैछ साथीहरू। यसरी उम्लिरहेछ तयार भयो साथीहरू। मैले चलाएकोले खाना चाहिँ डल्ला चाहिँ तल गयो कि, अनि त्यसलाई तान्दैछु। तातो छ साथीहरू यस्तै। ओहो कस्तो मनपर्छ मलाई चाहिँ है, हामी भएको साथीहरू तातो छ। साथीहरू खाना तयार भयो हेर्नुहोस् त। अब यसलाई खाने सलाद, इस्कुसको तरकारी, डल्ला यसरी खायो भने चाहिँ सबैलाई राम्रो हुन्छ साथीहरू। ल साथीहरू राम्ररी हेल्थ केयर गर्नु होला जाडो महिनामा। बाई बाई, जय मसी।